सर्वप्रथम सबैलाई नमस्कार र सुप्रभात। आज अखिल असम गोर्खा छात्र संघ डिग्बा आञ्चलिक समितिको उद्योगमा र विभिन्न शाखा समितिको सहयोगमा र साथै हाम्रो बालिजानवासी राइजको सहयोगमा हामी अहिले जो बानपीडित शिवसागर बिहुबर नेपाली खुट्टीमा जो हाम्रो जनमानस या अरू जाति जनगोष्ठीको जनमानसले जुन एउटा कष्टमा भोगिराख्नु भएको छ तिनीहरूलाई हामी धेरै नसकेता पनि एक जोडी कपडा र अलिक पानी दिएर हामीले सघाइ पुर्याउनको लागि डिग्बेबाट बालिजानबाट अब हामी निस्किँदैछौँ र यस भिडियो मार्फत हामीलाई सघाइ पुर्याउने अखिल असम गोर्खा छात्र संघ डिग्बा आञ्चलिक समिति अन्तर्गत जम्मै जनमानसलाई हामी धन्यवाद ज्ञापन गर्दछौँ। किन भन्दाखेरि हामीलाई एक दिनमा हामीलाई यति सहाय सहयोगिता हजुरहरूले पुर्याएर आज हामीलाई जो हामी अब जान निक्लिँदैछौँ त त्यसर्थ यस भिडियो मार्फत जम्मैलाई धन्यवाद ज्ञापन गर्दछौँ। यसै नै मानुए बाबा जस्तो एकजनाले अर्कोलाई हामीले अलिअलि गरेर सहाय पुर्याउँदा आज हामीले यस कार्यसूची लिन सक्षम भयौँ र अहिले हामी शिवसागर अभिमुखी हामी यात्रा आरम्भ गर्दैछौँ। धन्यवाद। जय गोर्खा।